landslide. हजुरको शुभ नाम? हजुरको शुभ नाम? राणाबहादुर तामाङ। यतिको भ्यू देख्यो है, फाइनल्ली आइपुग्यो सैलङ गुम्बा। हामी अब बस्ने कता भन्ने कुरा हो। दामी बुद्धको पहिला। हेलो गाइज, वेलकम टु माई ब्लग है। न्यू डे, न्यू ब्लग, न्यू राइड सब। हामी छौँ भक्तपुरको रोडमा। झ्याप्प केटाहरू राधे राधेमा भेट्ने भन्ने कुरा छ। सर जाउँ, कस्तो हुन्छ हेर्दै जानु होला। हो, सुरुवातमै जाम परेको अवस्था। पेट्रोल हाल्नु पर्ने अवस्था। हो, 1000। पेट्रोल पनि हालियो। अब ढुक्क है, आनन्दले जाने। ढाकाको पुल भर्खर, केटाहरू आएकै छैन, अझै पछाडि छ। कुर्नु पर्यो अब अगाडि गएर। यो बाटो अहिलेसम्म बनेको छैन। हामी पहिला आउँदा यस्तै थियो, अहिले पनि यस्तै यस्तै यस्तै। अहिले चाहिँ हल्का हल्का बन्दै रहेछ। खाल्टा खुल्टी सब यस्तो छ। बनेपा बजार आइपुग्यो। केटाहरूको अत्तो पत्तो छैन अझै कतातिर हो। अब एकछिन यसो कुरेर मात्र जानु पर्ला। यस्तो छ बनेपा बजार।
केटाहरूलाई कुरिरहेको केटाहरू नै आएन खै कति बेला आउँछ धेरै पछाडि होला तर यहाँ गाडीहरू त डेन्जर चल्ने रहेछ है एउटा चाहिँ आयो दुईटै आएको कस्तो भइरहेछ राइट अलि नजिक आएर बोल्ने A few moments later. Oh no! के भइरहेछ यहाँ ओ ल्यान्डस्लाइड के यस्तो बाटो यो हिलो मैलो यस्तो लेदो छ यार केटाहरू लड्छ होला सेट यो ब्रेक लाउनु हुन्न के त्यसरी कहाँ बत्ता छ ओह्रालामा त्यसरी अनि यो ब्रेक खेलाउन जाने हो कि उताको त चुच्चा बेला बेलामा लगाउँदैन भने न त जान्छ जाउँ तल गएर ल बिस्तारै आउने बिस्तारै माछा मारिसेछ सोल्टीले चिप्लो छ बाटो माथि त खतम थियो बाटो अब यहाँतिर चाहिँ यतिको भयो भने चाहिँ ओके नत्र केटाहरू फेरि बजारिन्छ एकलट यस्तो ठुलो गाडीको पछाडि बस्नको झ्याउ के होला यस्तो हुन्छ अनि केटाहरूलाई एकचोटि कल गर्नु पर्ने यस्तो पाराले चाहिँ पुगिँदैन जस्तो लाग्यो अहिले चाँडो चाहिँ रात पर्ला जस्तो लाग्यो आइरहेको है राइट हान्नलाई केटाहरू अगाडि गइसक्यो म यहाँ हल्का लेट भएँ पाँचखाल नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद यता चाहिँ अब अर्कै केही होला मामाहरू रहेछ है यहाँ चाहिँ मामाहरू चौथो दोलखा महोत्सव अब यहाँबाट कता हो सिधै होला केटाहरू कता हो सोल्लो हिँड्नु छ सोल्लो भोग लाग्यो क्या हो यार ए
मजा आयो है मजा गाइस हामी चाहिँ मुडे भन्ने ठाउँमा आइपुग्यो होइन उता यता तल होला अङ्कल सैलुङ जाने बाटो कता हो सैलुङ तलबाट हो यो ठाउँको नाम चाहिँ के हो यो ठाउँको नाम तोतले भोतले ल हस् हस् जाउँ जाउँ Rocket tayo! हामी तल्लोबाट आएको यस्तो त केटाहरूलाई कुरिरहेको कहाँ आइपुग्यो केटाहरू रेस खेलिरहेको छ यस्तो छ पन्जाको हालत सनसेट हेर्न भ्याइन्छ कि भनेको भ्याइँदैन क्या हो केटाहरू खोइ त आउँदैन गाह्रो छ कछुवाको ताल माने त Dang. Honey, love. Golly, good job. स्वागतम अजय सैलुङको डाँडा भनेको कुन हो?
हजुर हजुर ए हुन्छ हुन्छ तपाईँ यहीँको हो ए हजुरको शुभ नाम राणाबहादुर तामाङ 10 मिनेटमा आइपुग्छ हामी सैलुङ ट्याक्कल पारामा बाटो त यो हुन्छ सैलुङ बजार छिर्यो है यहाँ होटेलहरू प्रशस्त रहेछ कि अब हामी त टेन्टमा बस्ने मतलब भएन होटेल भएन नभए नि तर यसो भन्दै हेरेको हो रमाइलो लागिरह्यो बाटै ब्लक लाइन सर्ट भयो यस्तो भएको छ है अब यहाँ बाटै ब्लक काट्नु हुँदैन है साथीहरू को मान्छे हो झ्याम्म ढाले बाटो ब्लक गरे हो बाइक माथि जान्छ रे अब माथि जानु पर्ने अवस्था यहाँबाट छिराएर हो शाबास यस्तो छ यहाँबाट देखिने भ्यू ल सैलुङको यहाँ डाँडा चाहिँ यहाँ माथि एकछिन रनिङ हान्दिएको थाक्दिएर यस्तो दामी देखिन्छ एउटा भ्यू केटाहरू तलै छोडिदिएँ मैले ल यो चाहिँ ग्रेट वाल रे सैलुङको चाहिँ ग्रेट वाल कस्तो अब राम्रो रहेछ सनसेट ल दामी अनि त्यो माथिको चाहिँ सैलुङको डाँडा चाहिँ देखिरहेको चाहिँ त्यहाँ जान बनाऊ त्यहाँ माथि थाक्यो एक्लै छु जय भोलेनाथ अनि यता चमुन यता त सनसेट भइसकेको यता त सैलुङ डाँडा अनि यतिको भ्यू देख्यो है फाइनल्ली आइपुग्यो सैलुङ गुम्बा हामी अब बस्ने कता भन्ने कुरा हो दामी जहाँ जान्छु त्यहीँ आएको हुन्छ है फेरि एक बोतल पानी हालिदिन्छ एक बोतल पानी हालिदिनु कसैको यहाँ हो भने सैलुङ डाँडा चाहिँ माथि अनि यता सनराइज अब माथि जानुपर्ने अवस्था छ रनिङमा जानु पर्यो एक लट बस यो नि त शैली अनि
बहुत थकिन्छ यार। यहाँ भ्यू टावर जाने यो चाहिँ सैलुङको भ्यू टावर है। हामी बसेको नि देख्छ क्या, हामी बसेको त यहाँ तल। दामी सनराइज भइरहेको छ। एउटा मान्छेको यहाँ घुइँचो। हामी त्यहाँ चियान सिरानी हालेर त्यो नयाँ वर्षको बेला जात्रामा अनि यो जनै पुर्णे बेला ऊ टाँगेर यसै गरी कति बसेर पसल छ राख्यो। अहिले केही हुँदैन। त्यहाँ दुध सुध देख्यो हामी त दाउराहरू नि पोलेको दाउराहरू देख्यो। अनि फेरि हामी त्यो गुफा बसा थियो हिजो पो उत्रेर गएको थियो। त्यो त धामी टर्ने थियो नि त हिजो यहाँ जात्रा लागेको थियो भन्दै त हो। जात्रा होइन हामीहरू गुफा बसेको पुर्ने पूजा बत्ती बाल्न आउँछ नि त जात्रा त होइन। ऊ त्यहाँ पर त्यो बुधबारको त्यो बत्ती बाल्ने ठाउँ हो कि मान्छेहरूको नाममा आफैले लामा ल्याएर लुन्दर टाँगेर लुन्दर राखेर बत्ती बाल्छ नि त तामाङहरूको हो त्यो ठाउँ हो कि त्यहाँ चाहिँ। आए शेरहरू जय ओ आइज आइज स्याबास केटाहरूले केही गर्छ है अब चाहिँ। अनि 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 साला त्यहाँ गएर मुच्छोस् अझै त अझै 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 हाने साला यसको कपाल त के हो पुरै डेडलक हाने जस्तो। ओइ खैर कुदिस लाइफ चिल छ यिनीहरूको। कुद्या छ हिँड्या छ गाँठे। सैलुङबाट देखिने हिमालको रेन्जहरू है खोइ कुन चाहिँ हो धौलागिरी भन्थ्यो त्यो त मलाई टक्क एक्ज्याक्टली त थाहा भएन यो हो कि यो त होइन होला। ल केटाहरू यहाँ छ मस्ती हानेर छ। यसलाई भन्छ सैलुङ डाँडा। ल अरे ब्रस हान्दै सैलुङ डाँडामा ब्रस हान्दै गाइड। यो काम गर्नु सुहाउने रहेछ है भ्यू चाहिँ दामी देखेँ। सनसेट पनि सनराइज पनि अनि के हुन्छ यो सबै भ्यूहरू अलमोस्ट।
आउनु ल ल ल मासु खान आउनु नहाने यार मासु त भाइ यतिकै बाटोमा आइपुगिसक्यो है खाना खाइसक्यो